सलाम छ नेपाल सरकार, बब्बर दामी जे डिसिजन गर्नुभयो नि बब्बाले गर्नुभयो क्या। यसो गर्नुहोस्, धेरैको अभिभावक, म जस्ता धेरैको अभिभावक, आफ्नो दाजुभाइ दिदीबहिनी आमा बुवाहरूले आज धेरै बालबच्चाहरूलाई, धेरै युवाहरूलाई सडकमा उत्रिन जान दिनुभएको छैन क्या। किनभने हिजोको डरले अनि आन्दोलनमा गाह्रो हुन्छ, साह्रो हुन्छ, मैले पनि मेरो बालबच्चा गुमाउनुपर्छ कि भनेर डरले, देशको माया हुँदाहुँदै पनि आज धेरै अभिभावकहरूले आफ्नो बालबच्चालाई निस्किन दिनुभएको छैन घरबाट। यो ढुक्कै हो। यसो गर्नु सरकार, तपाईको केही सेनाहरू, तपाईको सेनाको टोली अथवा मिल्छ भने तपाईँ आफै बोक्नुस्, निकाल्नुस् तपाईको गन, निकाल्नुस् तपाईको ठाडो बन्दुक अनि आउनुस् मेरो घरमा र ठोक्नुस् सिधै छातीमा गोली। आउनुस् मेरो घरमा, आउनुस् अनि ठोक्नुस् यहाँ छातीमा गोली। नेपालीहरूलाई बेरोजगार बनाउने पनि तिमीहरू, सामाजिक सञ्जाल बन्द गर्ने पनि तिमीहरू, मान्छेहरूलाई जिउँदै मर्ने, दुनियाँलाई बलात्कार गर्ने, दुनियाँको छोरी चेलीहरूलाई बलात्कार गर्ने पनि तिमीहरू, अनि बलात्कारीलाई लुकाएर राख्ने पनि तिमीहरू। अनि साला ज्यान गुमाउनु पर्छ हामी जस्ता सोझा सिधा जनताको आमा बाउले, छोराछोरीले। म त तिमीहरूलाई त के थाहा यार, मैले पहिला यस्तो मान्थेँ कि होइन, कसम भनेको केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो जस्तो लाग्थ्यो क्या, कसम भनेको यस्तो मान्थेँ मैले। इभन गीत पनि निकालेको थिएँ क्या मैले नेपालको नक्सा नयाँ आउँदाखेरि होइन, तर नो, आई वाज रङ। मैले सहीलाई सही, गलतलाई गलत भन्छु जहिले पनि होइन। यस्तो नराम्रो फेसबुक खोल्यो, खोल्ने बित्तिकै यति गाह्रो रातभरि सुत्न सकेन यार। बोल्छ यार, मलाई यस्तो लाग्थ्यो होइन, केपीले त्यसकै सन्तानको लागि, त्यसकै हुन्छ नि, त्यसकै परिवारको लागि मात्रै गरिरह, त्यसको लागि केही गरिरहेन भन्नेहरूसँग म कति झगडा गर्थेँ क्या। होइन, उसले जे गरिरहेछ हाम्रो लागि गरिरहेछ, हामी जनताको लागि, किन उसको छोराछोरी भने कि हामी हो, उसले हाम्रो लागि गरिरहेछ भन्ने सोच्थेँ क्या मैले। तर नो, होइन रहेछ, आफ्नो छोराछोरी भएको भए पो थाहा हुन्छ त यार। रियलमा आफूले छोराछोरी जन्माएको बाबु भएको भए पो थाहा हुन्छ त छोराछोरीको